आज चाहिँ म यता मार्केटतिर आएको छु है साथीहरू। सो मार्केटतिर यसो केही सानोतिनो कामहरू थियो, त्यही भएर जस्तै एउटा सानो भिडियो बनाउँदैछु है। के कस्तो लाग्छ हजुरहरूलाई हेरेर यसो लाइक कमेन्ट एन्ड सब्सक्राइब पनि गर्न नबिर्सिनु होला भन्न चाहन्छु है। McDonald's यहाँनिर चाहिँ गोल्ड सप छ, यहाँनिर गोल्ड सप यहाँ बुका 24 जाम के मार्केट। KFC बजे यहाँ निताइरहेछ है, बजे चस्मा घर म चाहिँ यता यसो मार्केटतिर आएको थिएँ, त्यहाँनिर लुगा बनाउनु दिएको अनि त्यसले बनाइदिएको छैन, अब बनाउँछ, अब भर्खर सुरु गरेको, त्यही भएर म चाहिँ यता यसो एकलट मार्केटतिर यसो घुमिदिउँ भनेर। यता पनि मार्केट छ है, खाद्यान्नको मार्केट। ल साथीहरू अन्डा आयो है, अन्डा 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 ऊ त्यो तलसम्म जान्छु, बनाउँदै भिडियो बनाउँदै अनि तलबाट अनि सो फर्किँदै आउनुपर्छ। दामी बाटो बनाएछ यहाँनिर। अब चाहिँ त्यति खुल्दैन मार्केटहरू त, त्यही पनि सो छ भन्ने मात्रै छ।
यो पारिपट्टिको सबै यो खाना खाने ठाउँ यो के अरे नासी गोरी नासी लिमा यस्तोहरू पाउने ठाउँ हो कि यो पारिपट्टि सबै। अनि धेरै जसो बिहान र बेलुका प्रायः जसो बिहान बेलुका नै हुने गर्छ यस्तो। अहिले त्यति भएको छैन, अहिले त्यति छैन। सबै नरिवल पानीहरू के पाउँछ क्या यहाँनिर। पारिपट्टि पनि राम्रै छ। यो चाहिँ सानो बस स्टप, गाडीहरू पर्खिने ठाउँ। खानाहरू पाउने ठाउँ। के खानेकुराहरू पाउँछ कि यहाँनिर सबै। फ्रुट्सहरू, सलादहरू, फ्रुट्सहरू पाउने ठाउँ। सब चिकनहरू, फिसहरू यस्तोहरू पाउने ठाउँ। यो फिस सब यो चाहिँ लोकल मार्केट जस्तै यहाँनिर लोकलहरूलाई धेरै जस्तो चाहिने। बेलुका चाहिँ धेरै हुन्छ तर अब अहिले बेलुका छैन नि त, त्यही भएर म चाहिँ आएको त्यो टेलर्समा। यो टेलर्समा आएको बनाउँदैछ यहाँनिर। अब कपडा पनि लिएर हिँड्यो, अब पारिपट्टि जाने हो बाटो क्रस गरेर। पारिपट्टि पनि राम्रै छ बस्ने ठाउँ मजाको। अब सुन दोकानतिर आयो, सुन दोकान चाहिएको छ भने सुन लिने हो भने सुन दोकानतिर छु है म चाहिँ अहिले। कफी लानुपर्ने छ, आएको बेलामा सम्झेको बेलामा च्याट्टै एउटा कफी लिएर जाने हो। यहाँ ग्रोसरीमा बसेर कतिको भिड छ, खासै भिड त होइन रहेछ। सब्जी लाइनहरू क्यामेरा त कतै राखेको रहेछ त दिदीले। एक राउन्ड मार्केट घुमेर आएर अनि त्यहाँबाट लिनुपर्छ। तेलहरू भयो, तेलको लाइन, चाउचाउहरू, चामल, यो बटाउटीहरू भाँडाकुँडाको लागि। एकछिन चिसो भएर जाऊँ न। यो टिस्युहरू, सरफ साबुन पाउने ठाउँ। सरफहरू, लिक्विडवाला सरफहरू यिनीहरू पनि लिक्विडवालै हो, सबै लिक्विडवाला। अनि यो भाँडाकुँडाको सामान, चार्जिङ बोर्डहरू यिनीहरू पाउने ठाउँ यहाँनिर।
ल हेर्नुहोस् कसलाई मनपर्छ टाइगर टाइगर काँच सब क्यानमा हो यो यहाँ पनि छ ब्रस कोलगेट साबुनहरू पाउने ठाउँ रेडबुलहरू पाउने ठाउँ रेडबुल जुसहरू पानीहरू अब कफी लिन जाउँ ल मैले खाने कफी चाहिँ यो खालको यसमा 18 ग्राम छ यसमा 28 ग्राम मात्रै रहेछ त यही मैले लगेर कफी खाने माई बेस्ट कफी अब जाने हो पेमेन्ट गरिदिने हो त्यहाँ काउन्टरमा गएर यही हो मार्केटबाट म निस्किसकेको छु अब निस्किएर अब कामतिर जाने हो कति राम्रो देखिरहेछ त्यो घरहरू हरियो निलो आकाश हरियो ओके ल सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु है हजुरहरूले मेरो भिडियोहरू हेरेर के कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सिनु होला अनि हजुरहरू मसँग नयाँ हुनुहुन्छ मेरो च्यानलमा जोइन हुनुभएको छैन भने मेरो च्यानललाई पनि प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हजुरहरूलाई यस्तै अझै राम्रो राम्रो भिडियोहरू लिएर आउनेछु सो आजलाई यति नै बाई बाई गुड नाइट बाई बाई जय नेपाल